हजुर पनि मेरो यो टाइटल अनि थम्बनेल हेरेर आउनुभएको छ होला। अनि म आज हजुरलाई भन्न गइरहेको छु कसरी मेरो एउटा सानो गल्ती वा लापरवाही भनौँ न, जसको कारणले गर्दाखेरि मेरो छोरालाई 1 हप्ता हस्पिटलाइज गर्नु पर्यो अनि उसको हातमा चाहिँ सर्जरी गर्नु पर्यो। जे हुनु थियो भयो, यो त हुन लेखेको थियो भन्ने हाम्रो बानी हुन्छ। तर कुनै पनि घटना हुनुको पछाडि केही न केही कारण लुकेको हुन्छ। त्यो कारण जान्नु आवश्यक छ। अनि यस घटनाको कारण चाहिँ स्याडली भन्नुपर्दा चाहिँ म थिएँ। जब म ओटीको बाहिर बसिरहेको थिएँ नि, सोही समयमा मलाई एउटा फिलिङ आयो कि किन मैले यो आफ्नो एक्सपिरियन्स हजुरलाई सेयर नगर्ने त। यसले गर्दा थाहा हुन्छ कि कहिलेकाहीँ एउटा सानो लापरवाही अनि गल्तीको कारणले गर्दाखेरि कति ठुलो इम्प्याक्ट पर्न जान्छ, जुन मेरो नाबालक 4 वर्षको छोराले पायो। भएको के थियो भने हामी सँगै खेलिरहेको थियौँ अनि सोही समयमा उसलाई चाहिँ एउटा पुरानो साइकल देख्यो। त्यो हाम्रो घरमै थियो अनि उसले चाहिँ के भन्यो भन्दाखेरि, बाबा तपाईँले यो साइकल बनाइदिन सक्नुहुन्छ। अनि मैले पनि 2-3 चोटि चाहिँ त्यो बनाउन ट्राई गरिसकेको थिएँ। तर छोराको अगाडि के नाइ भन्नु भनेर चाहिँ, के सक्दैन भन्नु भनेर चाहिँ मैले त्यो साइकल बनाउने प्रयास गरेँ। त्यसपछि त्यो साइकल सरप्राइजिङली कहिले नबनेको साइकल बन्यो अनि म पनि खुसी भएँ, ऊ पनि खुसी भयो। मेरो मेन गल्ती चाहिँ कहाँ भयो भन्दाखेरि, एक त ऊ भर्खर सिकिरहेको मान्छे, मैले त्यसै त्यो साइकल छोड्न नहुने पर्ने। त्यसमाथि जुन साइकलको सपोर्टिङ व्हिल हुन्थ्यो नि, त्यो चाहिँ बाङ्गेको थियो, ढक्ला ढक्ला गरिरहेको थियो। त्यसलाई हल्का तल लाउनु पर्ने थियो। म एकैछिन त उसँगै हिँडेँ। त्यसपछि एकजना दाइले भन्नुभयो, त्यो व्हिल अलि ढक्ला ढक्ला छ है भाइ, अलि हेरेर भन्नुभयो। अनि मैले पनि ठिक छ, म अब एकैछिनमा त्यो तल झारिदिन्छु अनि स्टेबल गराइदिन्छु त्यो व्हिललाई भन्नुभयो। अनि म आएँ अनि ऊ खुसी थियो, ऊ पनि साथीहरूसित खेलिरहेको थियो। मैले चाहिँ त्यो त्यो सपोर्टिङ व्हिललाई तल झारेर स्टेबल गर्छु भन्ने, एकैछिनमा गरिदिन्छु भनिरहेको थिएँ। तर मैले एकैछिन गर्छु भन्नाले त्यो कुरा चाहिँ बिर्सेछु कि घर आइसकेपछि चाहिँ। अनि म चाहिँ घर आएँ, त्यो ढङ्लाङ साइकल चाहिँ छोराले दिएर, ऊ पनि खुसी थियो, साथीहरूसँग खेलिरहेको थियो। म चाहिँ आफ्नो प्रिटेन्डिङ टु बी बिजी भनौँ न, व्यस्त जस्तो देखिने यो जीवनमा छिरेँ। सोही कारणले गर्दा जुन 1 मिनट एकैछिनमा त्यो तल झारिदिन्छु व्हिल भनेको कुरा चाहिँ मैले माइन्डबाट बिर्सिदिएँ। त्यसपछि केही समयपछि के भएछ भन्दाखेरि, ऊ बिचमा हुँदासम्म त ठिक थियो, अनि हल्का यस्तो टिल्टेड परेको नालीमा गएर लोटेछ त्यो व्हिलको कारणले गर्दाखेरि चाहिँ। त्यसपछि सिधै एल्बो गएर चाहिँ तल बजारेछ। अनि सोही कारणले एकछिनपछि ऊ रुँदै आयो। मलाई चाहिँ गेस लागिसकेको थियो, कति लोडेन सामान्य होला जस्तो लाग्यो। अनि हेर्दाखेरि त हात यस्तो भइरहेको थियो, मुभमेन्ट कन्ट्रोलै थिएन। गएर एक्सरे गरेको अनि एल्बोमा नराम्रै चोट छ, यो त प्लास्टर गरेर हुन्न जस्तो रिकमेन्डेसन आयो डक्टरको। अनि मैले चाहिँ अब ठिकै छ, अब हुँदैन त गर्नु पर्यो, भोलि बिग्रिन त भएन भन्ने भइरहेको थियो। सोही समयमा चाहिँ ऊ धेरै रोइरहेको थियो। अनि मलाई एक प्रश्न गर्यो कि एउटा, बाबा कस्तो साइकल बनाइदिएको तपाईँले भनेर चाहिँ उसले मलाई क्वेसन गर्यो। सोही प्रश्नले चाहिँ मलाई यस्तो खल्लो महसुस गरायो। हुन त म टेक्निसियनै हो, तर टेक्निसियन भएर नि त्यस्तो लापरवाही गर्नु मैले, जसको कारणले गर्दा मेरो छोराले त्यस्तो दुःख पाउनु। मैले 98% को काम गरेँ, त्यो 2% को नेग्लिजेन्सले गर्दाखेरि मेरो छोरा 1 हप्तालाई हस्पिटल बस्नु पर्यो। त्यो सानो उमेरमा हातको सर्जरी गराउनु पर्यो। अनि भनौँ न खल्लो फिल हुँदो रहेछ। ओभरअल नराम्रो त भयो, तर एउटा लाइफ लेसन भने पनि सिकाएर गयो यो इन्सिडेन्टले, कि कुनै पनि कुरालाई नेग्लेन्स गर्नाले, प्रोक्रास्टिनेट गर्नाले कतिसँगको यो ठुलो इम्प्याक्ट पर्दो रहेछ भन्ने कुरा चाहिँ यो इन्सिडेन्टले मेरो लाइफमा सिकाएर गयो। अब यो कुरा हजुरहरूलाई पनि म सेयर गरौँ, ताकि हजुरहरूले पनि महसुस गर्नुहुन्छ कि नेग्लिजेन्स अनि प्रोक्रास्टिनेसनले कतिसम्मको ठुलो इम्प्याक्ट पार्दो रहेछ त। आशा छ हजुरहरूलाई केही जान्न, अनुभव लिन मिल्यो होला यस भिडियोबाट। अनि हजुरलाई पनि यस विषयमा के लाग्छ भनेर आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। अनि हजुरहरूसँग पनि के त्यस्तो इन्सिडेन्ट घटनाहरू छ जुन प्रोक्रास्टिनेसनको कारणले पछि गर्छु भन्ने कारणले भएको छ भने अवश्य सेयर गर्नु होला। यसले हामीहरूलाई अझै क्लियरिफाई गर्छ कि प्रोक्रास्टिनेसन भोलि गर्छु पछि गर्छु भन्ने कुरा चाहिँ कति नराम्रो हो त। थ्याङ्क यू।